नमस्ते। तपाईहरूले देखिरहनु भएको यो झिलिमिली सहितको डुङ्गा तैरिरहेको सुन्दर रात्रिकालीन दृश्य नेदरल्यान्डको राजधानी आम्स्टर्डमको हो। आम्स्टर्डम सहर रात्रिकालीन जीवन अर्थात् नाइट लाइफको लागि विश्व प्रसिद्ध सहर हो। आम्स्टर्डमलाई साइकलहरूको सहर पनि भनेर चिनिन्छ, किनकि आम्स्टर्डममा मानिसहरूको सङ्ख्याभन्दा धेरै साइकलको सङ्ख्या रहेको छ। आम्स्टर्डममा करिब 9 लाख मानिस बस्छन् भने त्यहाँ 10 लाखभन्दा धेरै साइकलहरू रहेको छ। आम्स्टर्डमलाई नहरहरूको सहर पनि भनिन्छ, द भेनिस अफ द नर्थ, किनभने आम्स्टर्डममा 165 भन्दा बढी नहरहरू छन्, जसको कुल लम्बाइ 100 किलोमिटरभन्दा धेरै छ। आम्स्टर्डम स्टक एक्सचेन्ज सन् 1602 मा सुरु भएको थियो र यो विश्वकै पहिलो आधुनिक स्टक एक्सचेन्ज पनि हो। नेदरल्यान्डमा यौन व्यवसाय वैध रहेको छ र तोकिएको मात्रामा खुल्ला रूपमा गाँजा सेवन पनि गर्न पाइन्छ। म आम्स्टर्डम सहर घुम्दै जाँदा त्यहाँको एक स्टोर, जुन स्टोर गाँजा बिक्री गर्ने स्टोर थियो, त्यहाँ मानिसहरूको भिड देखेर लामो समयदेखि आम्स्टर्डम बस्दै गर्नुभएको एकजना नेपालीलाई सोधे, किन यतिको भिडहरू यहाँ? उहाँले भन्नुभयो, यो स्टोरमा नेपाली गाँजा पाइन्छ। नेपाली गाँजा नेदरल्यान्डका मानिसहरूले एकदमै मन पराउँछन्, त्यसैले यो स्टोरमा नेपाली गाँजा किन्नलाई मानिसहरूको यत्रो भिड लागेको हो। आम्स्टर्डम सहर एकदमै सुन्दर सहर हो। आम्स्टर्डमलाई पानी पानीको नहरको सहर पनि भनिन्छ। यहाँको रात्रिकालीन जीवन अर्थात् नाइट लाइफको आनन्द लिन विश्वभरिबाट वर्षेनी लाखौँ पर्यटकहरू आम्स्टर्डम आउने गर्दछन्। तपाईहरूले देखिराख्नु भएको छ, सहरमा जताततै झिलिमिली छ, नहरमा डुङ्गाहरू कुदिरहेका छन्, मानिसहरू रात्रिकालीन जीवन अर्थात् नाइट लाइफ इन्जोय गर्न हिँडिरहेका छन्। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो त? आफ्नो प्रतिक्रिया दिनुहोस् है।